अहिले हामी कहाँ जाँदैछौँ अरे? ओसन पार्क। आज सन्डेको दिन हामी बच्चाहरूलाई ओसन पार्क लिएर जाँदैछौँ। अहिले हामी उबर गरेर यहाँ हुनुहुन्छ हाम्रो मिमिडन। एक्सक्युज मी मिमिडन, वेयर वी गो? हामी ओसन पार्क जान लागेछौँ। सो आजको वेदर पनि राम्रो भएको छ, त्यही भएर आज केटाकेटी रमाउनेवाला छन्। साइमनको के छ प्रतिक्रिया? साइमन केएफसी, उसले आफूलाई खानालाई केएफसी ल हेर्नुहोस् त यति धेरै खाँदैछ। अब उसको सुन गोल्डन गोल्डन खोइ तेरो अर्को गोल्डी गोल्डी गोल्डी। हामी तीनजना यता बसेका छौँ गाइस। साइमनले के गरेछ ल हेर्नुहोस् त, टोलाएर बसेछ क्या हो। Way to Ocean Park. त्यहाँ गएर हेर्नु होला हङकङको ओसन पार्कमा। फाइनली हामी अहिले ओसन पार्कमा आइसकेका छौँ। ल गाइस, अहिले हाम्रो स्न्याक खाने बेला भएको छ। केएफसी यता छ, कोल्ड ड्रिङ्क यता छ, एक टार। सो विच यु लाइक? यी गाइजहरूले के मन पर्ने छन् खाना सुरु गरिसक्यो। धेरै भोकाए जस्तो छ केटो। खै मिमी कस्तो छ त? मिठो छ। के हो यो, स्पाइसी अर नट स्पाइसी? नट स्पाइसी। अर्को छोटा डन। उसले कुन खाम भइरहेछ। ऊ अर्को मोटु डनले खाइरहेछ। यो खाएपछि हामी चाहिँ भित्र छिर्नेछौँ। अहिले हामी ओसन पार्क जाँदै गरेको अवस्था। यो ओसन पार्कको माथिबाट खिचिएको भ्यू हेर्नुहोस् गाइस। केबल कार स्टेसन। अब हामी केबल कारबाट जाँदै केबल कार्यमा ल ओसन पार्क तलको अघि हाम्रो घोडाघोडी खेल्ने ठाउँ बच्चाहरू। ल बच्चाहरू, तिमीलाई यो धेरै वर्षमा केबल कार चलेको कस्तो अनुभूति भएको छ त? जस्तो
तिम्रो त बच्चैमै चढेको थियो होला अघि सानैमा के कुनै थाहा भयो होला त्यस्तो कति वर्ष चढेको होला मेबी 8-9 वर्ष होला मिमु म त अस्ति भर्खर चढेर आएको हो यो हात्ती त मसँग सानो हुँदै चढे जस्तो थियो अरू बेसी त कसले लाने हिँड्ने पनि बाटो रहेछ मेरो नाम नलिने डिप वाटर मुरा हो न हामी त अर्ध रुखको छ उताको त्यसमा गएको हामी गएको त्यसमा गएको कुन फ्राइ चाहिँ गर्दैछन् तिनीहरूले ह्याप्पी न्यु इयर गर्दैछन् कि बर्थडे गर्दैछन् न त्यहाँ ह्याप्पी बर्थडे गाइस अगाडिको हाम्रो केबल कारको बक्समा बर्थडे भइरहेछ त्यहाँ रोलर स्टक खेल्ने गाइस को छ हो तिम्रो रोलर स्टक खेल्ने होइन रोलर कोस्टर दुईजनाले हाम्रो गोलुलाई छोडिदियो कस्तो आयो त फ्लास दामी तातो भयो ल भाइ त वाटरफल हैन हाम्रो हो अब फेरि पानी आउँछ अब तेरै नि वाटर प्रुफ हो त्यसले कस्तो फिल भन्छ वाटर डान्स गरेर बच्चीहरू बहुत अच्छा फील हो रहा है बहुत अच्छा फिल भइरहेको छ ओके और पोइन्ट आइसक्यो झर्ने पोइन्ट
Yes. फाइनली अब हामी ट्रेनमा घरतिर फर्किँदै गरेको अवस्था ओसन पार्कबाट अघि हामी केबल कारबाट आयौँ भने अहिले चाहिँ हामी ट्रेनबाट जाँदैछौँ त्यसपछि घर जानेछौँ त्यहाँबाट साइमनले बोक्यो हैन Bye. Ocean Park, bye bye. Thank you.